आर्यनको सानो सफलता अटिजमसँग सम्बन्धित। आर्यन 7 वर्षको बालक थियो। उसलाई अटिजम थियो। उसलाई बोल्न गाह्रो हुन्थ्यो र धेरै जसो समय एउटै खेलौनासँग एक्लै खेल्न मन पर्थ्यो। विशेष गरी उसलाई डाइनोसरका खेलौना धेरै मन पर्थे। कसैले खेल परिवर्तन गर्न खोजेमा ऊ असहज हुन्थ्यो। एक दिन आर्यनकी आमाले उसँग नयाँ तरिकाले खेल्ने निर्णय गर्नुभयो। उहाँले सबैभन्दा पहिले टिभी बन्द गर्नुभयो र कोठालाई शान्त बनाउनु भयो। त्यसपछि उहाँ आर्यनको अगाडि उसको आँखाको स्तरमा बस्नुभयो। आमाले आर्यनलाई 2वटा विकल्प देखाउनुभयो, डाइनोसरका खेलौना र रङ्गीन ब्लक। आर्यनले तुरुन्तै डाइनोसर रोज्यो। आमाले उसको रोजाइलाई सम्मान गर्दै भन्नुभयो, ठिक छ, आज हामी डाइनोसरसँग खेलौँ। आमाले एउटा सानो बक्सलाई जङ्गल जस्तै सजाउनुभयो। एउटा डाइनोसर बक्सभित्र राख्दै भन्नुभयो, डाइनोसर जङ्गलमा गयो। सुरुमा आर्यनले आमातिर हेरेर ऊ आफ्नो डाइनोसरमै व्यस्त थियो। आमाले हतार गर्नु भएन। उहाँ शान्त भएर आर्यनले के गरिरहेको छ भनेर हेर्दै बस्नुभयो। केही समयपछि आर्यनले आफ्नो डाइनोसर पनि बक्सभित्र राख्यो। आमाले मुस्कुराउँदै ताली बजाउनु भयो र भन्नुभयो, शाबास आर्यन, डाइनोसर जङ्गलमा गयो, धेरै राम्रो। आर्यनले केही क्षण आमातिर हेर्यो, त्यसपछि फेरि अर्को डाइनोसर लिएर बक्समा राख्यो। आमाले फेरि प्रशंसा गर्नुभयो, वाउ, तिमीले राख्यौ। केही मिनेटपछि आमाले डाइनोसरको आवाज निकाल्नुभयो। आर्यन हल्का मुस्कुराएर उसले पनि डाइनोसरको आवाज निकाल्न प्रयास गर्यो। आमा र आर्यन केही समय एउटै खेलमा सँगै रमाइरहे। आर्यनले खेल, आफ्नी आमा र डाइनोसर तिनैमा ध्यान दिइरहेका थियो। यो शेयर इन्गेजमेन्ट अथवा साझा संलग्नताको एउटा उदाहरण थियो। त्यस दिनपछि आमाले हरेक दिन 5 देखि 10 मिनेट आर्यनलाई मनपर्ने खेलबाट सुरु गर्नुभयो। उहाँले आर्यनको हरेक सानो प्रयासको प्रशंसा गर्नुभयो, जस्तै धेरै राम्रो, शाबास, तिमीले राम्रो प्रयास गर्यौ। बिस्तारै आर्यनले आमातिर धेरै पटक हेर्ने, सँगै खेल्ने, इसारा गर्न र केही नयाँ शब्द प्रयोग गर्न थाल्यो। कथाको सन्देश, अटिजम भएका बालबालिकाको रुचिबाट गतिविधि सुरु गर्नुहोस्। बच्चाको स्तरमा बसेर शेयर इन्गेजमेन्ट बढाउनुहोस्। बच्चाको सानो प्रयासको पनि प्रशंसा गर्नुहोस्। रमाइलो, सकारात्मक र धैर्यपूर्ण वातावरणमा अटिजम भएका बालबालिकाले नयाँ सिप सिक्ने सम्भावना बढ्छ।